नमस्ते र हजुरहरू के कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु र फेरि पनि हजुरहरूलाई मेरो न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। र थुप्रो दिन भएको थियो मैले पनि भ्लग बनाएको थिइनँ हो। आज चाहिँ भने साह्रै भ्लग बनाउनु मन लाग्यो, त्यसै भनेर मैले पनि हजुरहरूको अगाडि भ्लग लिएर आइसकेको छु र हजुरहरूलाई के कस्तो लाग्छ हेरिदिँदै गर्नुहोला। म पनि यसै टाइम पास हो चारलीतिर घुर्नु जाँदैछु। यो चाहिँ भने हाम्रो घर छेउको दोकानी हो र म चाहिँ यहाँ दिदीको घरमा घुर्न आएको छु हो। बुढीमा उता चाहिँ छ साग, यहाँ बिचमा चाहिँ छ अब मटर, यता धनियाँ, उता प्याज लसुनहरू के छ हो। यता चाहिँ देख्नु सक्नुहुन्छ तामुल बगान हो र उता चाहिँ खेत, उता पनि तामुलै छ र तपाईहरुले पनि सोच्नुहुन्छ होला कति तामुल बगानै मात्रै देखाउँछ भनेर हो। छोरालाई स्कुल लिन जाँदैछु र दलङसुकुन पनि पुगिसके। अब चाहिँ भने म पनि स्कुल आइसकिसकेको छु, स्कुलको छेउमा पुगे। अब पनि स्कुल छुट्टी भइसकेको छ र हामी पनि घर जाँदैछौँ। ल त साथी हो, आजको भ्लग चाहिँ यति नै हो र हजुरहरूलाई के कस्तो लाग्छ राम्रो लागेपछि हेरिदिँदै गर्नु होला। बाई।